हेलो गाइस, आज चाहिँ हामी यहाँ बारीमा आएको है। मकै यत्र यत्र भइसकेको छ नि, हेर्नु यत्र यत्र छ है। ठुलमम्मी काट्दै हुनुहुन्छ मकै। अनि हेलो भन्दैन, हेलो 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 ल। ठुलमम्मी नि हेलो भन्नुभयो होइन। यहाँ मकै चाहिँ यता यता भइसक्यो नि, तर पनि मकैको घोगा चाहिँ लाग्यो होइन। जे होस् ठिकै भनौँ। उताको पल्लो बारीको चाहिँ हाम्रै हो, अनि यो बारी चाहिँ अर्कैको हो। हाम्रो यो बिउ गर्न आयो हामी। यति चाहिँ यति चाहिँ गोडिसक्यो। त्यहाँबाट उता बाँकी हेर्न सक्नु। त्यति बिउ गोडेपछि अब खाजा खाँदा नि हो। ठुलमम्मीले के खुवाउनुहुन्छ खाजा थाहा छैन है। ठुलमम्मी यो लगाइसक्नु भयो, आने भन्नुभन्दा अगाडि नै लगाइसक्नु भयो। दिदी चाहिँ बसिरहनु भएको। मस्त छ हामीलाई। जे होस्, आजको वेदर चाहिँ अलि खराब जस्तै छ। पानी पर्न आँटेको है, पानी पर्न आँटेको। त्यस कारणले अब हामी यो पानी पऱ्यो भने त नगरिकन